हाई एभ्रिवान, गुड मर्निङ। न्यू डे न्यू ब्लग सुरु भइसकेको छ। मेरो चाहिँ आज पप्पी र म चाहिँ बाहिर घुम्नलाई जाँदैछौँ चौरीतिर। बिहान बिहान यो चाहिँ घुम्नु खोजिरहेछ, त्यही भएर बाहिर निस्किँदैछौँ। गेट पनि खोलेको छैन, अब गेट खोलेर बाहिर जानुपर्ने हुन्छ। आइज यहाँ आइज। आया आया टोकिस 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 आया भन्छु। आया बस 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 नचल 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 नचल। आया को यहाँ यो को हो? खेलेको हेर त, नक्कली खेलेको। ओइ 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 तल त पायो भने सबै टोकौला खाउला है। गुड मर्निङ सम्पूर्णलाई, शुभ प्रभात। अहिले चाहिँ हामी ठक्कै यहाँ कुकुरसँग खेल्दैछौँ दुईजना। कस्तो राम्रो के यो झार बुके। ठक्कै घर अगाडि छौँ हामी चाहिँ। फुपू आउनु भएको छ, अब चाहिँ चिया बनाइदिँदैछ। कतिमा बेच्ने अरे फुपू? ल ल बिस्कुट खा। मेरो आमाको फेभरेट बिस्कुट। उहिलेको अहिले निक्लिँदो रहेछ। हजुर हजुर सबै निक्लिन्छ। ल चिया खानै दुईजना। उहिले लड्दै ओर्दै हजुर हजुर यत्रो पेटसँग काम गरेर म त खानु सक्दिनँ। म पनि कमजोरी छु भाउजू। हिजो होइन अस्तिको दिन पिचा फेर्नु उठेको थिएँ, पुर्लुक्क लडेँ। बरनबाट ओर्लिँदा भाउजूहरू उठेको थिएन, पुर्लुक्क लडेँ सबले खोज्दाखेरि। आमा र फुपू चाहिँ गफ गर्दै हुनुहुन्छ। मैले चिया दिएँ, अब म पनि तातो पानी खानु पर्यो। ए फुपू यो के गर्ने अरे? यो असल भएको बेला त आन्द्रामा घाम हुँदैन हो, त्यस्तो खाँदो रहेछ क्या। यो यसलाई खानु? खानु। ए त्यो ठुल्ठुलो टिपेर ल्याइदिएको। लु खानुहोस् खानुहोस्, निको हुनुहोस्। दाललाई चाहिँ मैले मजाले धोएर सुकाएको कि, यसरी चाहिँ सफा हुन्छ नि त। कम्ता ढुङ्गा थिएन, एक मुठीभन्दा धेर ढुङ्गा निकाल्यो है। ढक्क सुकेपछि चाहिँ बट्टामा हालेर राख्नुपर्छ। के भयो तँलाई? किन कराएको हो? यसको चकचक के साह्रो चकचकाएको हो? मैले चाहिँ आज यो रजेली दाल पकाएको छु है। अनि त्यसपछि सुँगुरको आन्द्रा भुँडी फ्राई गरेको छु। सब्जी चाहिँ यति हो, के पनि नबनाएको। यहाँ चाहिँ छ टिमुरको छोप अनि आन्द्रा भुँडी दाल। यो चाहिँ छ मेरो छोराको खाना। सद्याङ आइज। ल मेरो चाहिँ खाना यो हो होइन। यो चाहिँ फिस करी छ अनि आन्द्रा भुँडी। मैले चाहिँ दाल नखाएको, ल मैले खाएँ। ल डल्लै आन्द्रा यो चाहिँ नकाटी परेछ र। कत्रो ढाडे के आएर बसिरहेको है। एउटा डराउँदैन हेर न।
डराए त मरिन्छ कति साह्रो अटेरी गरेको त गयो गयो कस्तो ठुलो हौ माम खाइस् किन त छोडिस् सिजनको फल खानुपर्छ मलाई लास्टै मनपर्छ हौ सुन्तला खाना खाइसकेर पनि सुन्तला खानु मन लाग्यो अघि पनि घाममा बसेर खाएको खाने पुरा खेल्दैछ कुकुर नाक बन्द छ भने मलाई चाहिँ सुन्तला खाइराख्नु मन लाग्छ ल म चाहिँ कामसाम सकेर अब सुत्न लागेको तपाईँहरू दिउँसो सुत्नुहुन्छ कि हुन्न हो म चाहिँ जहिले दिउँसो काम सकिन्छ 1-2 बजी अनि त्यसपछि ढलक्क हान्छु है कोठा ओसिलो छ त्यही भएर लुगा ओढेर आमालाई औषधिहरू दिए सब काम सक्यो अनि अब एकछिन मोबाइल हेर्दै आराम गर्नुपर्ने हुन्छ जहिले पनि दिउँसो चाहिँ म भिडियो बनाउनु भुल्ने अवस्थामा छु है फेरि अहिले साँझ परिसक्यो अनि भिडियो बनाउँदैछु पानी सानीहरू हालेर खाना बनाउँदैछु आज चाहिँ मेरो छोराले सुसी बनाउनु लाछ अनि म चाहिँ भात पकाइदिँदैछु अनि त्यसले आफै बनाउँछ कस्तो बनाउँछ सुसी तपाईँलाई देखाउँछु ल मेरो छोराले चाहिँ खानेकुरा ल्याएको छ मेरो लागि ल त के ल्याएछ चप्पत एउटा 5वटा प्याज थिएन प्याज चाहिँ मिठो हुन्छ क्या तातो छ तातो रहेछ नि ल त ल चटपट 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 थोरै दिँदो रहेछ आज ल चटपट मलाई चम्ची ल ओके ओके भेरी गुड ल mukbang. Piro ba? Piro? Piro बनाइदिनु भनेको थिएँ पिरो चाहिँ भएन यो पोल्दै राखेको थियो पोलेर ल्याएको नचार हेरेर पोलिसकेको थियो कि ल्याएर राख्नुभएको थियो त्यही दिनुभयो आलु चप मिठो है मिठो यसो गरेर खानु कस्तो मिठो भयो घरमा सटरडे बनाएर यस्तो एउटा हाल सब्जी आउनुपर्छ होइन मिसाएर उयो एउटा लगाउनुपर्छ सटरडेमा आज हामी खाना नबनाउने अनि यो कुकुरलाई चाहिँ अन्डा र भात बनाइदिएको अब सेलाएर ठक्क त्यसलाई दिने पप्पीलाई
ल अलिक सेलेर खा तल 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 तेरो टाउको खै 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 ल तातो छ तातो भयो तलाई तातो भयो कुरकुरे बनाएको क्या बाबुले चाहिँ कस्तो भएको छ ठिकै ठिकै भएको छ एउटा हान्छु कुन्छ अलिक मजाले रोल गरेन हो र अलिक उयो लुज भयो ठिक भएको छ मेरो छोराले बनाएको सुसी मिठो भएको छ अझै यसमा उयो पुगेन सस बनाउनुपर्छ यो डिप गरेर खाने सस बनाउनु त कहिले बनाउनु म चाहिँ खाँदिनँ बोजूलाई दिनुपर्छ मिठो भएको छ यस्तो के हालेको दामी बनाएको छ सुसी टेस्टी भएर चाहिँ मिठो भयो अस्तिको भन्दा मिठो भयो म चाहिँ कोठामा यत्तिकै सिलाइ बुनाइ गर्दै बसिरहेको मेरो छोराले सुसी बनाएर ल्याएर खुवायो मिठो भयो जाडो छ नि त त्यही भएर कोठामा बसिरहेको यो सुसीमा चाहिँ चिकन हालेको छ गाजर काँक्रा लगाएको रहेछ क्या फेरि आयो फेरि अर्को आयो है अघि एक प्लेट खाएर सुतेको फेरि बनाएर ल्यायो यसले रातभरि बनाउने कि क्या हो बोजूलाई दे न लास्ट हो यो लास्ट हो ओके मैले चाहिँ एकदमै रुगा लागेको कारणले गर्दा यो सिनारिस्ट भनेको औषधि चाहिँ मलाई दिएको छ होइन रुगा चाहिँ अलिक कन्ट्रोल गर्छ यसले भनेर म चाहिँ यो खाँदैछु है यो दबाई खाएर अनि एउटा चाहिँ छ यो एलर्जीको यो दुईटा खाएर चाहिँ सुत्नुपर्ने हुन्छ आजको मेरो भिडियो चाहिँ यति नै रहेको छ खासै काम त केही हुन्न अब घरमा यस्तै हो अग्रम बग्रम गऱ्यो यतिकै नर्मल भिडियोहरू बनाइरहेको छु भ्युज नआए पनि भिडियो चाहिँ कन्टिन्यू गरौँ भनेर मेरो सोच चाहिँ आइरहेछ है त्यही भएर म चाहिँ भिडियो बनाउँदैछु हेरेर साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु अनि आजको भिडियो चाहिँ म यहीँ टुङ्ग्याउन चाहन्छु अहिलेसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै बिदा लिन चाहन्छु गुड नाइट बाई बाई भोलि भेटौँला फेरि अर्को भिडियोमा है त